नमस्कार एवं हार्दिक स्वागत छ तपाईलाई सुनिल टिज नेपाल युट्युब च्यानलमा। आजको यस नयाँ भिडियोमा चाहिँ म तपाईहरुलाई एससी रिजल्ट चाहिँ 2082-83 को चाहिँ कसरी चेक गर्ने, कसरी तपाईले रिजल्ट हेर्न सक्नुहुनेछ भन्ने कुरा चाहिँ सिकाउने छु। सजिलै तरिकाले तपाईले हेर्न सक्नुहुनेछ र मार्कसिट सहित तपाईले कसरी हेर्न सक्नुहुनेछ भन्ने कुरा पनि आजको यस भिडियोमा चाहिँ सिकाउन गइरहेको छु। सबैभन्दा पहिला चाहिँ तपाईले एउटा तपाईको मोबाइल फोनमा चाहिँ ब्राउजर ओपन गर्नु होला। यति बेला चाहिँ मैले एउटा ब्राउजर ओपन गरेको छु, जुन ब्राउजर रहेको छ गुगल क्रोम ब्राउजर। र यसलाई चाहिँ यहाँनिर तपाईले ओपन गरिसके पश्चात चाहिँ तपाईले यहाँनिर चाहिँ edu-sanjal.com भनेर चाहिँ तपाईले चाहिँ सर्च गर्नुले यहाँनिर माथि देखाइरहेको छु। यो सर्च गर्न बित्तिकै चाहिँ यहाँनिर तपाईसँग चाहिँ यस्तो इन्टरफेस आउँछ र यहाँनिर चाहिँ तपाईले सिम्पली चाहिँ सिम्बल नम्बर भनेर चाहिँ यहाँनिर रहेको हुन्छ। यहाँनिर चाहिँ तपाईको सिम्बल नम्बर चाहिँ राख्न सक्नुहुन्छ। यसरी सिम्बल नम्बर राखिसके पश्चात चाहिँ तपाईले यहाँनिर सर्चको अप्सनमा क्लिक गर्नुभयो भने चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ edu-sanjal को थ्रु चाहिँ यहाँनिर तपाईको रिजल्ट चाहिँ चेक भइसकेको छ र तपाईको चाहिँ ग्रेड 3.20 भनेर चाहिँ यसरी चाहिँ आउँछ र तपाईको ग्रेड कति हो, के आएको छ भन्ने कुरा चाहिँ तपाईले यहाँनिरबाट चाहिँ भेट्टाउन चाहिँ सक्नुहुन्छ। अब तपाईले त्यसै गरी तपाईले आफ्नो मार्कसिट सहित चाहिँ कसरी हेर्न सक्नुहुनेछ भनेपछि एनटीसी एससी रिजल्ट भनेर सर्च गर्नुभयो भने चाहिँ यहाँनिर आउँछ sc.ntc.net.nt भनेर चाहिँ। अब यसमा चाहिँ यो अपग्रेड गर्दैछ र अपग्रेड गर्ने साथ चाहिँ यहाँनिर चाहिँ तपाईले आफ्नो सिम्बल नम्बर, डेट अफ बर्थ हाल्नुभयो भने चाहिँ त्यहाँनिरबाट चाहिँ तपाईको रिजल्ट चाहिँ सजिलै तरिकाले चाहिँ आउँछ है त। यही नै रहेको छ तपाईले रिजल्ट चेक गर्ने तरिका। तपाईले यसरी चाहिँ सजिलै तरिकाले आफ्नो एससी रिजल्टलाई चाहिँ हेर्न सक्नुहुन्छ। तपाईले नर्मल्ली चाहिँ तपाईको कति जीपी आयो भने चाहिँ त्यहाँ अघि बताए अनुसार हेर्न सक्नुहुन्छ भनेपछि मार्कसिट सहित हेर्नको लागि चाहिँ मार्कसिट सहित हेर्नको लागि तपाईले भोलि चाहिँ एक दुई दिनपछि चाहिँ तपाईले यहाँनिर चाहिँ आएर आफ्नो सिम्बल नम्बर, डेट अफ बर्थ र तपाईले चाहिँ यहाँनिर राख्नुभयो भने चाहिँ तपाईले सजिलै तरिकाले मार्कसिट सहित चाहिँ तपाईको कुन विषयमा के कति आएको छ ग्रेड भनेर चाहिँ तपाईले थाहा पाउन सक्नुहुन्छ। आजको भिडियो यति नै। तपाईलाई भिडियो मन पर्यो भने यस भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला र यस युट्युब च्यानल अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला भन्दै तपाईसँग चाहिँ नेक्स्ट अनि बेस्ट भिडियोमा भेट्ने बाचा गर्दै सुनिल टिज नेपाल युट्युब च्यानल सँगसँगै म सुनिल कुमार केसी ओझेल पर्छु। हवस् त, नमस्कार। तपाईको बाँकी पल शुभ रहोस्। जय नेपाल।